नमस्ते। म सुमन तिमसिना बोलेको एभरेस्ट फेडरल क्रेडिट युनियनबाट। र आज यो हामी लाइभ एभरेस्ट फेडरल क्रेडिट युनियनको फाइनेन्सियल लिटरेसी प्रोग्रामको अन्तर्गत म आज यहाँ लाइभ प्रोग्राम गर्दैछौँ। र मसँग हाम्रा दुईजना कलिग हुनुहुन्छ, डाक्टर मिलन पौडेल, उहाँ हाम्रो बोर्डको मेम्बर र क्रेडिट कमिटीको मेम्बर हुनुहुन्छ, र साथै हाम्रो माधुरी थापा। माधुरी चाहिँ हाम्रो लोन अफिसर, र माधुरी चाहिँ भर्जिनियावासी, म पनि भर्जिनियामा बस्छु, र डाक्टर मिलन पौडेल चाहिँ टेक्ससवासी हुनुहुन्छ। त्यो भन्दै म आज अलिकति पहिला इएफसियुको बारेमा तपाईँहरूलाई म बताउने छु, अनि त्यसपछि मात्रै हामी यो क्रेडिट हाम्रो नयाँ प्रडक्टबारे हामी कुरा गर्नेछौँ। अब त्यो भन्दै म अलिकति यो एउटा पावर पोइन्ट पनि म सेयर गर्छु। र पावर पोइन्ट सेयर गर्दै म के भन्छु भने, आज चाहिँ सौभाग्यले म यहाँ क्लिभल्यान्ड ओहायोमा आएको छु। अनि क्लिभल्यान्ड ओहायोमा चाहिँ अहिले नेसन वाइड इन्क्लुसिभ भन्ने संस्थाले क्रेडिट युनियन्सहरूको कन्फरेन्स गरेको थियो। आज लास्ट डे हो। यो कन्फरेन्समा 300+ क्रेडिट युनियनले पार्टिसिपेट गरेको छ। हामीले धेरै सिक्ने मौका पायौँ, नेटवर्क गर्ने पायौँ। सानोदेखि लार्ज साइजको अर्गनाइजेसन इज देयर। अनि ठुलो भनेको $several billion क्रेडिट युनियन, र सानो भनेको भर्खर अप्रुभ भएको, भर्खर चार्टर गरेको क्रेडिट युनियन पनि त्यहाँ भेटियो। भने चाहिँ हामी समवेयर इन बिट्विन पर्छौँ, होइन। अनि हाम्रो एकदम प्राउडली म के भन्छु भने, हाम्रो फाउन्डिङ मेम्बर, हाम्रो बोर्ड मेम्बर, हाम्रो सबै भलिन्टियरलाई चाहिँ आई वान्ट टु थ्याङ्क। किन थ्याङ्क गर्छु भनेदेखि, जब यो ठाउँमा आज म पार्टिसिपेट गर्न आएँ 3 दिनसम्म, के फिल भयो भनेदेखि हामीले त सही कुरा गरेको रहेछ। वी आर डुइङ राइट थिङ, हामी राइट पाथमा छौँ, हाम्रो प्रोजेक्सन राम्रो देखिएको छ भने चाहिँ हामी किन डराउनु। अलिकति हिकअप्स होला काहीँ, अलिकति हामीले इम्प्रुभ गर्दै जानुपर्छ, बट वी आर इन राइट डिरेक्सन। र त्यो भन्दै म के भन्छु भने, हाम्रो स्लोगन फर एभरेस्ट क्रेडिट युनियन के हो भने, क्रिएटिङ अपर्च्युनिटिज फर नेपाली कम्युनिटी। कस्तो अपर्च्युनिटी क्रिएट गर्ने, यस्तो अपर्च्युनिटी क्रिएट गर्ने कि यहाँ ल्यान्ड गरेदेखि, जस्तो जन्मदेखि मृत्युसम्मको भनेको छ, यहाँ ल्यान्ड गरेदेखि हाम्रो लाइफमा अमेरिका बसिन्जेल हाम्रो लाइफमा जे जति इभेन्ट हुन्छ, त्यो इभेन्टमा आवश्यक पर्ने फाइनेन्सियल इन्स्टिट्युसनले प्रोभाइड गर्ने सबै सर्भिस एभरेस्टले गर्न सकोस्। द्याट्स आवर ड्रिम। त्यो गोलको साथमा हामी गर्दैछौँ। अनि म कसरी हामी गर्दैछौँ भन्ने कुरा पनि मैले एकैछिनमा ल्याउनेवाला छु। त्यो गर्नलाई अब जस्तो हाम्रोमा अहिले यो प्रडक्टहरू छन्, डिपोजिट छ, लोन्स छ। डिपोजिट भनेको सेभिङ्स एकाउन्ट, चेकिङ एकाउन्ट, सर्टिफिकेट अफ डिपोजिट, सिडी, स्टुडेन्ट सेभिङ, बिजनेस एकाउन्ट। त्यतिमा एकैछिन भर परौँ। ल्यान्ड गर्ने बित्तिकै पहिले मान्छेले एकाउन्ट खोल्न खोज्छ। अनि अमेरिकामा सजिलो के छ भने, तपाईँको सोसल सिक्युरिटी नम्बर छैन, EIN नम्बर छैन भने पनि विथ पासपोर्ट, विथ भ्यालिड पासपोर्ट यु क्यान एन्ड भिसा यु क्यान ओपन ए ब्याङ्क एकाउन्ट। अनि स्टुडेन्ट सेभिङ, सबै केटाकेटीले घरमा स्कलरसिप नपाउलान् कलेज जानलाई, सबैलाई प्यारेन्ट्सले एकाउन्टमा पैसा सेभ गर्न नसकेको होला। स्टुडेन्ट सेभिङ भनेको एउटा सेभिङको ह्याबिट बनाउने हो। खालि कलेज पठाउनलाई होइन, केटाकेटीदेखि नै केटाकेटीलाई चाहिँ सेभिङ गर्ने ह्याबिट बनाइदिने हो। फर इक्जाम्पल, न्वारानदेखि लिएर 18 वर्षको उमेरसम्म आएको पैसाको सबै नभए पनि सर्टेन पर्सेन्टेज जम्मा गर्न थालौँ। हाम्रोमा IRA एकाउन्ट पनि छ, त्यसमा छुटेको छ। IRA एकाउन्ट छ, IRA एकाउन्टमा राख्नुहोस्, रिटर्न राम्रो छ। सिडीमा टाइममा सिडी बनाउनुहोस्। सिडीमा हाम्रो एकदम कम्पिटिटिभ र भेरी नाइस इन्ट्रेस्ट रेट हाम्रो छ। लोन चाहिन्छ, अघि पनि मैले भने अमेरिका लोनमा बनेको, एज लङ एज लोनलाई चाहिँ राम्ररी मान्छेले म्यानेज गरेको छ, क्रेडिटलाई राम्ररी बिल्ड गरेको छ भनेदेखि यु गोना बी सक्सेसफुल। अनि कसरी छ भनेदेखि, जस्तो क्विक लोन भनेको क्रेडिट बिल्डिङ लोन हो। यहाँ ल्यान्ड गर्ने बित्तिकै हामी सबै इमिग्रेन्टलाई, नेपाल होस् अथवा कुनै अरू देशको होस्, क्विक लोन एउटा क्रेडिट बिल्डिङ लोन चाहिन्छ। क्रेडिट हिस्ट्री हुँदैन। क्रेडिट हिस्ट्री नहुँदाखेरि हामीले अपार्टमेन्ट रेन्ट गर्दाखेरि पनि कसैले साइन गरिदियोस् भनेर को साइनर खोज्दै जान्छौँ। कार किन्न त परै जाओस् भन्दाखेरि हामीले स्मल लोनबाट हामीले आफ्नो कम्युनिटीका मान्छेलाई क्विक लोन इन्ट्रोड्युस गरेर, यसमा हाम्रो अप्रुभल रेट इज 95%। हामीले रिजनेबल रेट, इन्ट्रेस्ट रेटमा दिएर तपाईँको क्रेडिट बिल्डिङमा हामीले हेल्प गर्छौँ। धेरै यस्तो कुराको आवश्यकता पऱ्यो, तपाईँलाई जान्ने इच्छा भयो भने हामीलाई फोन गर्नु होला।
भेहिकल लोन, कार किन्नु पर्यो मान्छेले भेहिकल लोन छ। सिक्योर्ड लोन छ, तपाईँले सिडी खोल्नुहोस्, सिडीको अगेन्स्टमा पैसा निकाल्नुहोस्। मर्गेजको उसमा तपाईँले चाहिँ सेकेन्डरी मर्गेजलाई धितो राखेर, घरलाई धितो राखेर अथवा बिजनेसलाई गरेर तपाईँले निकाल्न सक्नुहुन्छ। सिक्योर्ड लोन धेरै खाले छ हाम्रोमा। प्लस बिजनेस लोन अहिले हामी नयाँ इन्ट्रोड्युस गर्दैछौँ। अब यो को क्वालिफाई गर्छ? यसमा क्वालिफाई गर्न बाई नेचर क्रेडिट युनियनको हामीले त्यो पर्टिकुलर क्रेडिट युनियनको तपाईँले मेम्बर हुनु पर्यो। मेम्बर नभएको मान्छेले चेकिङ पनि खोल्न सक्दैन, सिडी पनि लिन सक्दैन, बिजनेस एकाउन्ट पनि खोल्न सक्दैन, लोन पनि लिन सक्दैन। र सिम्पल सेभिङ अथवा सेयर एकाउन्ट तपाईँले खोल्नु पर्यो। यसमा हामी मेम्बर भन्छौँ। सबै मेम्बरलाई एउटा भोट छ हाम्रो। अनि सबै मेम्बर लाई इक्वल अधिकार छ हाम्रोमा। अनिखेरि हामीले चाहिँ जुन डिभिडेन्ड आउँछ त्यो डिभिडेन्डलाई हामीले टाइमली बाँड्छौँ हाम्रा मेम्बर्सहरूलाई। यसमा प्रफिट भन्ने हुँदैन, बिकज इट्स नट फर प्रफिट। यसमा इन्भेस्टर भन्ने हुँदैन, यसमा डोनर हुन्छ। सिड मनीको लागि हामी डोनेसन माग्छौँ मान्छेलाई। अझै पनि हामी चाहिँ फाउन्डिङ मेम्बरको नाम युज गर्छौँ र फाउन्डिङ मेम्बरले $3,333 हामीलाई दिएको छ पर पर्सन। र अहिलेसम्म हाम्रोमा 232 फाउन्डिङ मेम्बर्स छन् भनेपछि हाम्रोमा कम्युनिटीले धेरै हेल्प गरेको छ। यो कम्युनिटी ब्याङ्किङ हो। कम्युनिटीले हेल्प नगरिकन हामी अगाडि बढ्न सक्दैनौँ। त्यो भन्दै अब नेक्स्ट स्टेपमा हामीले जानु हो भनेदेखि को यसमा क्वालिफाई गर्छ, एउटा त मेम्बर हो। को मेम्बर हुन सक्छ भन्दाखेरि 3-4वटा एकदम सिम्पल डेफिनेसन छ। यु हेभ टु बी पर्सन अफ नेपाली ओरिजिन। नेपाली ओरिजिन कहाँबाट हामीले भेरिफाई गर्नु, डिफाइन गर्नु भन्दाखेरि नेपाली भाषी। नेपाली भाषी, नेपालको सिटिजन अथवा नेपाली ओरिजिनको मान्छे, नेपालबाट होस्, इन्डियाबाट होस्, भुटानबाट होस्, बर्माबाट होस्, कहीँबाट पनि यहाँ आएको छ भने अमेरिकामा बस्ने नेपाली भाषी मान्छे हाम्रो मेम्बर हुनसक्छ। अनि यो सबैको लागि हो, यो एउटा साझा संस्था हो हाम्रो लागि। अनि यसको चाहिँ जति पनि तपाईँको मेम्बर हुन्छ, हरेक मेम्बरलाई 250,000सम्मको डिपोजिट हामीले इन्स्योर गरेर राखेको छ सु NCSUIF। अनि हाम्रो चाहिँ गभर्निङ बडी चाहिँ NCUA भन्छौँ, नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसन। अनि हामीले उनीहरूको पोलिसी मान्नुपर्छ। हाम्रोमा डिफ्रेन्ट कमिटीहरू छन्। र क्रिएटिङ अपर्च्युनिटी वर्डमा म फेरि जान्छु। क्रिएटिङ अपर्च्युनिटी भनेको मैले हिजो आज इक्जाम्पल एउटा दिन थालेको छु। हामीले अपर्च्युनिटी कस्तो क्रिएट गर्छ भने तपाईँ भलिन्टियर गर्नुहोस् आएर। हामीसँग भलिन्टियरको अपर्च्युनिटी छ। कस्तो भलिन्टियरको अपर्च्युनिटी छ भने आज मैले अघि इन्ट्रोड्युस गराएँ हाम्रो बोर्ड मेम्बर मिलनजी, उहाँ भलिन्टियर हो। हि इज अ साइन्टिस्ट, हि इज एन एन्टरप्रेन्योर। तर उहाँले टाइम निकालेर भलिन्टियर गर्नुभएको छ किनभने उहाँलाई लोनको धेरै नलेज छ। अनि हामीले उहाँको एक्सपर्टिज यसमा युज गर्न पायौँ। त्यस्तै हाम्रो बोर्डको चेयरम्यान डाक्टर मदन उप्रेती हुनुहुन्छ, उहाँ फिजिसियन हो तर उहाँले भलिन्टियर गर्दै हुन्छ। फिजिसियन प्लस उहाँ एन्टरप्रेन्योर हो। त्यस्तै हाम्रोमा अरू कोही इन्जिनियर छ, कोही आर्मीको मान्छे छ, कोही एन्टरप्रेन्योर छ, कोही आइटीको छ, कोही एकाउन्टेन्ट छन्। हरेक प्रकारका मान्छेले भलिन्टियर गर्न मिल्छ। कतिवटा फाइनेन्सियल इन्स्टिट्युसन अथवा ब्याङ्कले, हामीले आफैले सोधौँ, हामी अमेरिका बसेको यति वर्ष भयो, कतिवटा ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनले हामीलाई तपाईँ हाम्रो बोर्डमा आउनुहोस्, तपाईँ हाम्रोमा आउनुहोस् भनेर हामीले सोधेको छ? छैन। भेरी स्मल नम्बर्स। यो हामीले तपाईँलाई अपर्च्युनिटी क्रिएट गरेका छौँ। आउनुहोस्, तपाईँले आफ्नो एक्सपिरियन्स हामीलाई सेयर गर्नुहोस्, यो अर्गनाइजेसनलाई बढाउनलाई दिनुहोस्। एन्ड अफ द डे यु विल फिल रियली गुड बिकज यु कन्ट्रिब्युटिङ टु यर ओन कम्युनिटी। आफ्नो कम्युनिटी स्ट्रङ भयो भने हामीलाई पनि प्राइड फिल हुन्छ। अनि त्यो भन्दै म नेक्स्टमा जान्छु। हामीले के सर्भिस प्रोभाइड गर्छौँ? हामीले इन सर्भिस अहिले हाम्रो 3टा लोकेसन छ। न्युयोर्क सिटीमा हाम्रो ज्याक्सन हाइटमा छ, ओहायोमा रेनल्ड्सबर्गमा छ, र टेक्ससमा हाम्रो युरिसमा छ, डालसको सबरमा। हाम्रो मोडल सिम्पल छ। जहाँ नेपाली कम्युनिटी छ त्यहाँ हामीले खोल्ने हो। जहाँ नेपालीको कम्युनिटी सेन्टर छ मोस्ट लाइकली हामीले त्यहाँ चाहिँ हाम्रो ब्रान्च अथवा सर्भिस लोकेसन खोल्ने हो। किनभने त्यो कम्युनिटी सेन्टरमा फुटप्रिन्ट हुन्छ। मान्छे आउँछन्, विकेन्डमा दर्शन गर्न आए, मन्दिर छ भने पार्टी हुन्छ, भेला हुन्छ। कम्युनिटी सेन्टर, कम्युनिटी ब्याङ्किङ र क्रेडिट युनियन भनेको के भने कम्युनिटी बिल्डिङको एउटा मुभमेन्ट हो। र जहाँ कम्युनिटी हुन्छ त्यही नै हामीले ब्रान्च पनि खोल्ने हो। हाम्रो सर्भिस लोकेसन अनलाइन एन्ड टेलिफोनिक सर्भिस छ हाम्रो 7 days a week। टेक्ससमा हामी 7 days खोल्छौँ, न्युयोर्कमा हामी 6 days र ओहायोमा हामी 5 days खोल्छौँ। एउटै नम्बर हो, 3 ठाउँमा रिङ हुन्छ। न्युयोर्कमा नउठेदेखि टेक्ससमा उठ्छ, टेक्ससमा नउठेदेखि ओहायोमा उठ्छ। अनि हाम्रो सर्भिस बिहान 9:30 AM इस्टर्न टाइमबाट
बेलुका 7 PM इस्टर्न टाइमसम्म हाम्रो सर्भिस प्रोभाइड गर्छौँ हामी। टेलिफोनिक सर्भिस हाम्रो अफिसमा कोही न कोही हुन्छ, हामीले काम गरिराखेका हुन्छौँ। बाइलिङ्गुअल सर्भिस छ। वी आर द ओन्ली फाइनेन्सियल इन्स्टिट्युसन, एकदम प्राउडली भन्नलाई मलाई मन लाग्छ, जहाँ चाहिँ नेपाली र इङ्ग्लिस दुइटैमा हामीले सर्भिस प्रोभाइड गर्छौँ। किन इम्पोर्टेन्ट हो भन्दाखेरि सबै हाम्रा कम्युनिटीका दाजुभाइ दिदीबहिनी त्यति कम्फर्टेबल छैनन् आफ्नो फाइनेन्सको कुरा गर्नलाई, आफ्नो केही प्रडक्ट लिनलाई। कतिजनाले इन्टरप्रेटर लिएर जानुपर्छ, कतिजनाले अरू केही अरू कारणले लिएर जानुपर्छ। भनेपछि यो त तपाईँको आफ्नै ठाउँ भयो। अनि वाइड रेन्ज अफ हाम्रो प्रडक्ट छ, अघि मैले कुरा गरिसकेँ। अनि डिपोजिट र अब हाम्रो चाहिँ मोबाइल एप पनि छ र हाम्रो चाहिँ अनलाइन ब्याङ्किङ पनि छ। मोबाइल एपमा हाम्रोमा अब मोबाइल डिपोजिट भर्खर आउँदैछ। अब नेक्स्ट 10 डेजभित्रमा हाम्रो मोबाइल डिपोजिटको सुविधा हुन्छ र त्यसपछि तपाईँले डिपोजिट गर्न कहीँ जानु पर्दैन, मोबाइल गर्न सक्नुहुन्छ। हाम्रो अरू प्रडक्ट मैले यहाँ राखिनँ जानी। अब हाम्रो चाहिँ जुलाईमा, मिड जुलाईमा हाम्रो डेबिट कार्ड पनि आउँदैछ। डेबिट कार्ड आउन साथ प्राउडली तपाईँ कहीँ जानुहोस्, कुनै रेस्टुरेन्टमा अथवा कहीँ स्टोरमा, त्यहाँ एभरेस्ट क्रेडिट युनियन लेखेको तपाईँले धेरै ठाउँमा एटिएम मसिन देख्नेवाला हुनुहुन्छ धेरै छिट्टो यो वर्षको अन्तिमसम्ममा। अब त्यो हेर्दै हामीलाई चाहिँ हाम्रो आइडेन्टिटी हो एभरेस्ट भन्ने, एभरेस्ट क्रेडिट युनियन भन्ने, त्यसरी हेर्नु पर्यो। अनि लास्टमा हाम्रो के छ भने हाम्रो जुन प्रडक्ट्स छ, हामीले कसै कम्युनिटीको मान्छेलाई रिजेक्ट गर्नलाई बनाएको होइन यो संस्था, सबैलाई समेट्नलाई। त्यसले गर्दा हामी रिजेक्ट भन्ने वर्ड हामीले एक्सेप्ट नै गर्दैनौँ। हामीले डिनाइ गरौँला केही कारणले, केही एकदम त्यस्तै केही भयो भने। तर हामी तपाईँलाई चाहिँ ल ठिक छ, तपाईँ चाहिँ 3 महिनामा आउनुहोस्, तपाईँ एकदम लोन लिनलाई रेडी हुनुहुन्छ त, यस्तो प्रडक्ट लिनलाई रेडी हुनुहुन्छ न, हामी फाइनेन्सियल काउन्सिलिङ टाइम टु टाइम प्रोभाइड गरिराखेका छौँ। एभ्री मन्थ हाम्रो फाइनेन्सियल लिट्रेसी प्रोग्राम अनलाइन भइराखेको हुन्छ। अनि त्यो भन्दै अझ हामीले कम्युनिटीलाई के निड छ भनेर हामीले प्रडक्ट क्रिएट गरेका छौँ। यसमा दुईवटा इक्जाम्पल दिँदै त्यसपछि हामी आजको मेन मुद्दामा जान्छौँ। पहिलो चाहिँ म के इक्जाम्पल दिन्छु भने सिक्योर प्रडक्ट। एकजना मेम्बरले हाम्रोमा लार्ज अमाउन्टको सिडी खोलेको थियो। खोलेको 2 महिनापछि उहाँलाई पैसा चाहियो। अब त्यो सिडीलाई ब्रेक गरेर उहाँले पैसा निकाल्नुभयो, 1 वर्षको सिडी भनेदेखि उहाँलाई 3 महिनाको पेनल्टी लाग्ने र ट्याक्सको पनि उहाँलाई मर्का पर्ने। अनि हामीले इमिडिएटली विदिन 2 डेज सिक्योर प्रडक्ट क्रिएट गरेर अगेन्स्ट द सिडी उहाँले 35,000 लानुभयो। के भयो भने सिडीले उहाँको 5% अर्न गरिरह्यो, त्यसमाथि उहाँले 3% अरू इन्ट्रेस्ट दिनुभयो, 8%मा उहाँले लानुभयो। काहीँ पनि उहाँले 3%मा लोन पाउनुहुने थिएन, किन 8% लोन हामीलाई दिने तर 5% उहाँले आफ्नो सिडीमा अर्न गर्नुभयो। उहाँको सिडी पनि सेफ रह्यो, 3%मा लोन पाउनुभयो, उहाँले काम गर्नुभयो। कुनै पनि अरू ब्याङ्कमा गएको भए त्यसरी उहाँको लागि प्रडक्ट बन्ने थिएन। तर हाम्रो काम के हो भने हाम्रो कम्युनिटीका मेम्बरको के निड छ त्यो हिसाबले प्रडक्ट बनाउने हो। अनि अनि अर्को इक्जाम्पल पनि म के दिन्छु भने हामीले रिजेक्ट गर्दैनौँ, हामी तपाईँसँग काम गर्ने हो। हामीले तपाईँलाई फोन गर्नुहोस्, हामीले बार बार हामीले चाहिँ सोलिसिट गर्दैछौँ आइडियाज कि के नयाँ कुरा चाहिन्छ, के नयाँ कुरा चाहिन्छ। अब अलिअलि हामीले सुन्नमा चाहिँ के आउँछ भने त्यहाँ आउँदा ब्याङ्क जस्तो भान भएन, ब्याङ्क जस्तो भएन, ब्याङ्क जस्तो व्यवहार भएन भन्ने आउँछ टाइममा। नसुनेका होइनन् ती कुरा। तर के छ भने हामी ब्याङ्क हुँदै होइनौँ, हामी एउटा क्रेडिट युनियन हो। क्रेडिट युनियन र ब्याङ्कको क्यारेक्टरमा अलिकति फरक हुन्छ। क्रेडिट युनियनको पर्पज हो कम्युनिटी बिल्डिङ गर्नु, ब्याङ्कको पर्पज हो प्रफिट बनाउनु। हो, हामीले पनि प्रफिट बनाउनु पर्छ, तर हाम्रो प्रफिट चाहिँ हाम्रो स्टेक होल्डर हुँदैन, कोही इन्डिभिजुअललाई बाँडिँदैन, सबै मेम्बरलाई बाँडिन्छ थ्रु डिभिडेन्ड। त्यसले गर्दाखेरि इट्स ए मुभमेन्ट, इट्स फर कम्युनिटी बिल्डिङ। अनि सबैभन्दा राम्रो कुरा के छ भने यसमा चाहिँ एनसियुए एडमिनिस्ट्रेसनको हामीले हेर्नुपर्छ। हाम्रोमा एभ्री 2-3 मन्थ्समा अडिटर आइराखेका छ, एडमिनिस्ट्रेटर आइरहेका छन्। अनि यहाँ आजमा सबै हाम्रो भलिन्टियर, चाहे क्रेडिट कमिटी होस्, सुपरभिजन कमिटी होस्, कम्प्लायन्स कमिटी होस्, आउटरिच कमिटी होस्, सबैमा काम गरेर म एकदम धन्यवाद भन्दै म अहिलेको नेक्स्ट प्रेजेन्टेसनमा जान्छु। नेक्स्ट प्रेजेन्टेसनमा म माधुरीजीलाई चाहिँ ह्यान्डओभर गर्छु र म यो स्लाइड मुभ गर्छु। माधुरी, इट्स अल योर्स। थ्याङ्क यू सुमन दाइ। अब हामीले एभरेस्ट फेडरल क्रेडिट युनियनले चाहिँ न्यू लोन प्रडक्ट लन्च गरेको छौँ आजबाट, जसलाई चाहिँ हामीले सिक्योर्ड बिजनेस बिल्डर लोन भन्छौँ। यो हामीले डिजाइन गरेको चाहिँ हाम्रो मेम्बर्सहरूले आफ्नो बिजनेस चाहिँ बिल्ड ग्रो गर्नको लागि, सजिलो पार्नको लागि आफ्नो एभरेस्ट फेडरल क्रेडिट युनियनको मेम्बर्सको लागि हामीले डिजाइन गरेको हो। यो चाहिँ अब हामीले
तपाईले आफ्नै प्रपर्टी आफ्नो प्रपर्टी पर्सनली ओन प्रपर्टीलाई कोल्याटरल राखेर यो क्यापिटल कसरी एक्सेस गर्ने यो प्रोडक्ट के हो हाउ इट वर्क्स how can it support you in your with your business goals भन्ने कुरालाई चाहिँ हामी अगाडि बढाउँछौँ सुगन्धा नेक्स्ट स्लाइड हामी सब हाम्रो धेरै मेम्बर्सहरूले चाहिँ आफैले कति भ्याल्यु बिल्ड गर्नु भएको छ आफ्नो पर्सनल रेसिडेन्समा आफ्नो बिजनेसमा अब त्यो भ्याल्युलाई चाहिँ हाउ डु वी लेभरेज द्याट इक्विटी त्यो कसरी लेभरेज गर्ने अनि यो क्यापिटललाई कसरी अनलक गरेर अब गरेनौँ भने त्यतिकै टाइड अप रहन्छ अनि यसलाई रिइन्भेस्ट आफ्नो बिजनेसमा लगेर रिइन्भेस्ट गर्नको लागि हामीले यो लोन प्रोडक्ट डिजाइन गरेको हो यो चाहिँ हामीले धेरै कुराको लागि गर्न सक्छौँ र अहिले इनिसियली चाहिँ हामीले यसलाई लोन प्रोडक्ट को म्याक्स हामीले 55,000 भनेको छौँ तर विथ टाइम विथ यो अमाउन्ट बढ्नेछ यो चाहिँ हामीले अब पर्चेस इक्विपमेन्टको लागिदेखि लिएर एभ्रिडे अपरेसन्सको लागि वर्किङ क्यापिटल भयो अर्को इम्प्रुभमेन्टको लागि धेरै कुराको लागि हामीले यो पर्पस के हो भनेर बुझ्नु पर्यो आफ्नो बिजनेस पर्पस अनि के को लागि आफूलाई मिल्छ हामीले त्यही अनुसार चाहिँ हामीले यो लोन दिन्छौँ अनि अब नेक्स्ट इज वाइ एभरेस्ट फेडरल क्रेडिट युनियन अब अघि सुमन दाइले भनेको जस्तै एभरेस्ट फेडरल क्रेडिट युनियन ब्याङ्क होइन इट्स मेम्बर ओन्ड क्रेडिट युनियन हो यो चाहिँ नट फर प्रफिट स्ट्रक्चर यो चाहिँ हामीले आफ्नो कम्युनिटीको निड के हो कम्युनिटीलाई कसरी बिल्ड गर्ने हामीले कसरी हेल्प गर्न सक्छौँ एकअर्कालाई कसरी सपोर्ट गर्ने भनेर सोचेर अगाडि बढ्छौँ हाम्रो एभरेस्ट फेडरल क्रेडिट युनियनको सक्सेस इज टाइड अप मेम्बरको सक्सेससँग अनि यसमा चाहिँ अर्को हाम्रो पर्सनलाइज सर्भिस छ कम्युनिटी फोकस भयो रेट्सहरू कम्पिटिटिभ रेट्स विथ फ्लेक्सिबल टर्म्स हाम्रो मेम्बरलाई विचार गरेर हामीले उहाँहरूलाई कसरी राम्रो सजिलो गर्ने भनेर हामीले सधैँ ध्यान दिन्छौँ त्यो कुरालाई अनि हामीले कति मेम्बर्स अघि सुमन दाइले भनेको जस्तै कति मेम्बर्सहरूलाई फाइनेन्सियल लिट्रेसी छैन भने पनि हामीले उहाँहरूलाई 101 30 मिनट्सको फाइनेन्सियल लिट्रेसी ऊदेखि लिएर सबै किसिमले हामी आफ्नो मेम्बर्सलाई हेल्प गर्छौँ अगाडि बढ्नको लागि उसको बिजनेस उहाँहरूको बिजनेस ग्रोथको लागि कसरी हामीले एभ्री डे कसरी उहाँहरूलाई हेल्प गर्न सक्छौँ इन्भल्भ हुन सक्छौँ भनेर हामीले गरेको हुन्छौँ मेम्बर्सहरूलाई अब हामीले यो लोन लिनलाई हामीले यो लोनको नामै छ सिक्योर बिजनेस बिल्डर लोन सिक्योर भनेपछि हामीलाई कोल्याट्रल चाहिन्छ अब केलाई चाहिँ हामीले कोल्याट्रल मान्न सक्छौँ त केलाई चाहिँ सो प्राइमरी रेसिडेन्स वेदर बी सिंगल फ्यामिली टाउन हाउस कन्डोमिनियम त्यसलाई हामीले कोल्याट्रल मान्न सक्छौँ प्रपर्टिज फुल्ली पेड अफ प्रपर्टिज द्याट आर अकुपाइड हामीले भेकेन्ट ल्यान्ड र अनअकुपाइड युनिटलाई चाहिँ हामीले कोल्याट्रल मान्दैनौँ अर्को चाहिँ युसिजी लिन अन बिजनेस एसेट सो कोल्याट्रल चाहिँ मेम्बरको नाममा हुनुपर्छ र यो कोल्याट्रलको बेसमा चाहिँ हामीले लोन दिन्छौँ अब अर्को चाहिँ हाम्रो सबै मेम्बरले बुझ्नुपर्ने कुरा मोस्ट इम्पोर्टेन्ट थिङ इज लोन टु भ्याल्यु रुल्स हामीले अहिले चाहिँ म्याक्स 65% अफ अप्रेज्ड भ्याल्यु भनेको छौँ अब रेसिडेन्सको पनि म्याक्स 65% हो अरू फुल्ली पेड प्रपर्टिजको पनि म्याक्स 65% हो अनि हाम्रो अप्रेजल अनि हाम्रो प्रपर्टी चाहिँ अब अप्रेज्ड हुनुपर्छ हाम्रो प्रोफेसनल अप्रेजरले चाहिँ गर्नुपर्छ अब अर्को चाहिँ हामीले टर्म्स कति टर्म्सको लोन त हामीले
अहिले इनिसियली हामीले 5 to 10 years भनेको छौँ अब हाम्रो मेम्बरको निड अनुसार उहाँले मन्थली कतिसम्म चाहिँ पे गर्न सक्नुहुन्छ उहाँलाई कसरी सजिलो हुन्छ त्यही अनुसार हामीले 5 to 10 yearsसम्मको टर्म राखेको छौँ यो बिजनेस बिल्डर लोनको लागि अनि अब रेट र हाम्रो क्रेडिट उसमा जान्छ हाम्रो इन्ट्रेस्ट रेट चाहिँ फर्स्ट अफ अल चाहिँ यो सबै क्रेडिट स्कोर लोन अमाउन्ट मार्केट कन्डिसन यो सबैले डिक्टेट गर्छ हाम्रो रेट चाहिँ तर अहिले चाहिँ हामीले प्राइम प्लस 2% 2% भनेको छौँ 2% इज हाम्रो अहिले प्रमोसन रेट अदरवाइज इट्स प्राइम प्लस 3% बट यो चाहिँ अब सबै डिपेन्ड गर्छ चाहिँ क्रेडिट स्कोरलाई लिएर डिपेन्ड गर्छ मेम्बरको क्रेडिट हिस्ट्री राम्रो छ क्रेडिट स्कोर राम्रो छ भने त्यही अनुसार कम हुन्छ अलि राम्रो छैन भने अलिकति बढी हुन सक्छ अब यो चाहिँ हामीले छुट्याएको छौँ हामीले क्रेडिट स्कोर 650 to 679 अनि 680 to 719 अनि 720 प्लस चाहिँ अब एकदम राम्रो त्यही अनुसार चाहिँ हामीले छुट्याएको छौँ हाम्रो इन्ट्रेस्ट रेट अब एलिजिबिलिटी क्राइटेरिया भनेर छ अब यो लोन कसले पाउन सक्नुहुन्छ त बिजनेस बिल्डर लोन फर्स्ट अफ अल त तपाईँ एभरेस्ट फेडरल क्रेडिट युनियनको मेम्बर हुनु पर्यो मेम्बर पनि फर एटलिस्ट 3 months अनि सेकेन्ड हामीले हेर्ने भनेको क्रेडिट स्कोर हो इफ क्रेडिट स्कोर इज नराम्रो छ भने चाहिँ हामीले यसलाई कसरी इम्प्रुभ गर्न सक्छौँ भनेर त्यो पनि हामीले आफ्नो मेम्बरलाई हेल्प गर्छौँ तर हामीले अहिले चाहिँ हामीले मिनिमम 650 राखेको छौँ क्रेडिट स्कोर अनि अर्को चाहिँ कोल्याट्रल अब कोल्याट्रल चाहियो त्यो चाहिँ कोल्याट्रल चाहिँ आफ्नो नाममा हुनुपर्छ मेम्बरको आफ्नो नाममा हुनुपर्छ अरूको नाममा भएको कोल्याट्रललाई प्रपर्टीलाई चाहिँ हामीले कोल्याट्रल मान्न सक्दैनौँ अनि त्यसपछि हामीले इन्कम हेर्छौँ इन्कम भेरिफिकेसन हुन्छ पे स्टप खोज्छौँ ब्याङ्क स्टेटमेन्ट्सहरू बुझाउनु पर्छ एटलिस्ट 3 months को ब्याङ्क स्टेटमेन्ट्स अनि 2 वर्षको ट्याक्स रिटर्न चाहिन्छ अनि यो चाहिँ अनि हामीले त्यही क्यास फ्लो बिजनेस क्यास फ्लो प्रोजेक्टेड के छ सबै कुरा ध्यानमा राखेर चाहिँ अनि हामीले यो चाहिँ हामीले फर्दर पनि अलि पछि कुरा गरौँला हाम्रो डकुमेन्ट्स हामीलाई के रिक्वायर गर्छौँ यो लोनको लागि भन्ने कुरा पछि पनि कुरा गरौँला नेक्स्ट स्लाइड अनि यो एभ्री लोनमा फिजहरू जहिले पनि एसोसिएटेड भइहाल्छ अब हाम्रो लोनमा पनि यो लोनमा हाम्रो प्रोसेसिङ फीदेखि लिएर अप्रेजल फी क्लोजिङ कस्ट सबै छ र त्यो डिटेल चाहिँ अब हाम्रो प्रोसेसिङ फी हामीले फ्ल्याट $300 राखेको छौँ अब त्यस्तै अरूको पनि फी छ हाम्रो मिनिमल हाम्रो मेम्बरलाई ध्यानमा दिएर हामीले मिनिमल कति गर्न सक्छौँ भनेर त्यही अनुसार हामीले गरेका छौँ अब एउटा चाहिँ हामीले यो एउटा अलिकति हामीले बुझाउनको लागि 65% अफ एलटिपी भनेको के भनेर बुझाउनको लागि चाहिँ एउटा सिनारियो क्रिएट गरेको छौँ अब तपाईँको अप्रेज होम भ्याल्यु 2,50,000 को छ अरे अनि तपाईँको अलरेडी एक्जिस्टिङ मर्गेज ब्यालेन्स चाहिँ 1 लाख छ अरे भनेपछि त्यसमा तपाईँले कतिसम्म चाहिँ पाउन सक्नुहुन्छ भन्ने कुराको यो देखाएको हो यो स्लाइडमा चाहिँ अलिकति मिस्टेक भएको रहेछ तर तपाईँको 250 को तपाईँको 65% वुड कम आउट 160 to 500 आउँछ अनि तपाईँको अलरेडी एक्जिस्टिङ मर्गेज ब्यालेन्स 1 लाखको छ भनेपछि त्यो 1 लाख त्यसबाट डिडक्ट गर्छौँ त्यसपछि तपाईँको अवेलेबल इक्विटी वुड बी 62,500 हुन्छ तर हाम्रो एभरेस्ट फेडरल क्रेडिट युनियनले चाहिँ क्याप गरेको छ एट 55K सो म्याक्स तपाईँले यो बिजनेस बिल्डर लोन पाउने चाहिँ म्याक्स इज 55,000 हो अब अरू चाहिँ हामीले यो इन्भेस्टमेन्ट के को लागि आइडियल छ भन्दाखेरि चाहिँ तपाईँको वर्किङ क्यापिटल हुन सक्छ तपाईँको अफिस प्रपर्टी इम्प्रुभमेन्ट तपाईँलाई कुनै इक्विपमेन्ट चाहिएको छ भने इक्विपमेन्ट पर्चेस हुन सक्छ जो तपाईँलाई फ्लेक्सिबिलिटी हुन्छ आफ्नो बिजनेस ग्रोथको लागि फ्लेक्सिबिलिटीको लागि हो अनि अर्को चाहिँ हामीले कुरा गरिहाल्यौँ 65% एक्सिड गर्नु भएन लोन टु भ्याल्यु रेसियो चाहिँ
अनि मेम्बर्सहरूलाई यो फाइनेन्शियल लिटरेसी पनि अघि मैले कभर गरेको थिएँ केही हाम्रो कति मेम्बर्सहरूलाई डकुमेन्ट्सहरू रेजिस्ट्रेसन बिजनेस रेजिस्ट्रेसनदेखि लिएर धेरै कुराको ज्ञान नहोला त्यो छैन भने पनि उहाँहरूलाई यो बिजनेस स्टार्ट गर्न अथवा बिजनेसलाई स्टार्टअप बिजनेसहरू पनि हुन्छ कति कुरा बुझ्नु भएको छैन भने पनि हामीले उहाँहरूलाई कसरी बुझाउने के गर्ने क्लास दिने त्यो सबै पनि हामीले गर्छौँ अब लोन प्रोसेस अरूहरूको जस्तै हाम्रो पनि स्टेप बाई स्टेप हुन्छ यो चाहिँ डिपेन्डिङ अन हाउ क्विक अब तपाईँहरूले डकुमेन्ट सबै तयार गर्नुहुन्छ बुझाउनुहुन्छ त्यसमा पनि भर पर्छ र यो it will take at least from a week 10 days up to 2 weeks सम्म लाग्न सक्छ अब फर्स्ट प्री क्वालिफाइड छु कि छैन भनेर त्यो अनि कोल्याट्रल असेसमेन्ट भयो अनि एप्लिकेसन रिभ्यू गरिन्छ त्यसपछि त्यो अन्डर राइटिङलाई पठाइन्छ अनि अन्डर राइट गरेपछि अब लोन अफिसरबाट अप्रुभ हुन्छ त्यसपछि त्यो पनि हाम्रो छ त्यसपछि क्रेडिट कमिटीलाई पठाइन्छ क्रेडिट कमिटीबाट पनि अप्रुभ हुनु पर्यो अनि त्यसपछि चाहिँ डिस्पर्स हुन्छ र त्यो चाहिँ तपाईको एभरेस्ट फेडरल क्रेडिट युनियनको अकाउन्टमा गएर डिपोजिट हुन्छ तपाईको त्यो अमाउन्ट अब प्री क्वालिफाइड हुनलाई त यो हामीले भनिहाल्यौँ तपाईँ एभरेस्ट फेडरल क्रेडिट युनियनको मेम्बर हुनु पर्यो एटलिस्ट फर 3 months अनि तपाईको एलिजिबिलिटीको लागि चाहिँ मिनिमम क्रेडिट स्कोर हामीले खोजेको छौँ 650 को लागि अनि तपाईको चाहिँ आफ्नो नाममा हुनुपर्छ तपाईको कोल्याट्रल पर्सनली ओन कोल्याट्रल भनेको छौँ अनि प्री क्वालिफाइड हुनलाई अब तपाईले हामीले सफ्ट क्रेडिट पुल गर्दा पनि हुन्छ तर त्यो अप्सनल छ तर पछि लोन प्रोसेसमा चाहिँ हामीले पुल गर्छौँ नै तर पहिले म एलिजिबल छ कि छैन भनेर बुझ्नको लागि त्यो पनि गर्न सकिन्छ अब हामीले केलाई कोल्याट्रल मान्ने भन्ने कुरा पनि हामीले अघि गरिसकेको छौँ र हामीले प्रपर्टी डिड हामीलाई रिक्वायर्ड डकुमेन्टेसन भनेर हामीले प्रपर्टी डिड खोज्छौँ मर्गेज ब्यालेन्स कति छ प्रपर्टी ट्याक्स को बिल्सहरू तिरेको छ कि छैन होम ओनर्स इन्स्योरेन्स अनि यो सबै हामीले त्यो पनि खोज्छौँ अनि हामीले म्याक्स 65% भनेर अघि मैले मेन्सन गरिहालेँ लोन टु भ्याल्यु रेसियो म्याक्स 65% भनेर तर हाम्रो अरू डकुमेन्ट्स पनि हामीले रिक्वायर गर्छौँ यसको लागि अन्डर राइटिङ जाँदा अन्डर राइटिङमा चाहिँ अब हामीले रेटको अघि कुरा गऱ्यौँ अहिले प्राइम 7.5% छ अहिले हाम्रो प्रमोसन रेट इज प्राइम प्लस 2% भनेको छौँ र हाम्रो रिक्वायर्ड डकुमेन्टेसनमा चाहिँ अब तपाईँको मन्थली तपाईँको स्यालेरी के हो तपाईँको पे स्टप्सहरू बुझाउनु पर्यो तपाईँले ट्याक्स रिटर्न्स एटलिस्ट बिजनेस पर्सनल बोथ 2 वर्षको ट्याक्स रिटर्न बुझाउनु पर्यो अनि यो चाहिँ प्रोसेस हाम्रो भेरी इजी छ अनलाइन तपाईँले त्यो एप्लिकेसन फर्म छ त्यो अनलाइन एप्लिकेसन फर्म भरेपछि रिक्वायर्ड डकुमेन्ट्स के हो भन्ने पनि इट्स लिस्टेड देयर सो बेसिकली तपाईँको स्यालेरी बिजनेस रेजिस्ट्रेसन लाइसेन्स ट्याक्स रिटर्न्स अनि ब्याङ्क स्टेटमेन्ट तपाईँको पर्सनल प्लस बिजनेस ब्याङ्क स्टेटमेन्ट त्यो सबै चाहिँ बुझाउनु पर्छ तपाईँको अनि हामी त्यसपछि चाहिँ हाम्रो फाइनेन्शियल मेट्रिकमा चाहिँ हामीले डेट टु इन्कम रेसियो हामी सबै त्यो हेरेर गरेर अनि तपाईँ क्वालिफाइड हुनुहुन्छ कि हुनुहुन्न 55K को लागि भनेर चाहिँ हामीले अनि गर्छौँ तपाईँसँग हुनुहुन्न भने पनि तपाईँको 55K छैन भने तपाईँ योभन्दा थोरैको लागि हो कि के हो र यो यति पाउनको लागि के गर्न सकिन्छ भनेर हामी मेम्बरसँग बसेर कुरा गर्छौँ अब यसपछि चाहिँ म सुमन दाइलाई नै लोन अप्रुभल एन्ड यो यसपछि म सुमन दाइलाई नै दिन्छु आई ह्यान्ड ओभर टु सुमन दाइ Thank you, Madhuri. Very well presented.
अब यसमा अब सबैभन्दा ठुलो कुरा के हुन्छ भनेदेखि हामीलाई कति टाइम लाग्छ र हामीले के डकुमेन्ट ल्याउनुपर्छ भने माधुरीले एकपल्ट भनिसकेको छ, तर पनि जस्ट त्यसलाई रिइन्फोर्स गर्ने मात्रै हो। के छ भने डकुमेन्ट्स धेरै चाहिन्छ, अनि तपाईँले पनि अलिकति पेसेन्स राख्नु होला, किनभने हामी पनि फर्स्ट टाइम हामीले कमर्सियल लोन इन्ट्रोड्युस गर्दैछौँ। एप्लिकेसन अफिसियली भोलि बिहानबाट हामीले एक्सेप्ट गर्न थाल्छौँ। अनि त्यसले गर्दाखेरि त्यो चाहिने डकुमेन्ट अपफ्रन्ट नै हाम्रोमा आइपुगेन भने त्यो डकुमेन्ट कलेक्ट नहुन्जेल हामीले टाइमलाइन दिनलाई अलिक गाह्रो हुन्छ। एकपल्ट सबै चाहिने डकुमेन्ट सबै हाम्रोमा आयो भने, जस्तो अहिले माधुरले भने जस्तै ट्याक्सको पेपर, इन्कमको, त्यहाँको अरू सोर्स अफ इन्कम, कोलाटरलका पेपरहरू सबै आइसकेपछि अनि अबाउट 10 बिजनेस डेज लाग्छ हामीलाई प्रोसेस गर्नलाई। त्यो 10 बिजनेस डेजमा चाहिँ हामीले नोटरी गरेर सबै थोक हाम्रो यो क्लोजिङ कोअर्डिनेट भइसक्छ हाम्रो टाइटल कम्पनीसँग, नोटरीसँग र ई रेकर्डिङको। अनि त्यसले गर्दा त्यो चाहिँ अब कहिलेकाहीँ हाम्रो सबै डकुमेन्ट आइपुग्दैन। त्यसले गर्दा त्यसमा अलिकति हामी पनि पेसेन्स राख्छौँ, तपाईँहरू पनि पेसेन्स राख्नुहोस्। स्लोली वी गोन गेट मोर एन्ड मोर एफिसियन्ट, होइन, जति आएस्। अनि सबभन्दा राम्रो कुरा के छ भने यो हामीले गर्छौँ भनेर धेरैजनासँग सल्लाह गरिसकेका थियौँ। आई थिङ्क वी हेभ अलरेडी 9 or 10 एप्लिकेन्ट्स आर वेटिङ। उहाँहरूले चाहिँ एकदम रेडी बस्नु भएको छ, कहिले May 1 हुन्छ र एप्लाई गर्न पाऊँ भनेर। अनि हामी पनि त्यसको लागि एकदम तयार बसेका छौँ। हाम्रो टिमले धेरैपल्ट ट्रेनिङ गरिसक्यो। वी आर अल प्रिपेयर्ड। अनि अर्को कुरा के छ भने यसमा धेरैजनाको कोअर्डिनेसन चाहिन्छ। त्यसले गर्दा त्यो कोअर्डिनेसनमा पनि हाम्रो बोर्डले, हाम्रो क्रेडिट कमिटीले र सुपरभिजन कमिटीले पुरै सपोर्ट गरेको छ। दे आर अल इन इट। अनि नेक्स्टमा जान्छु म, फन्ड डिस्पर्समेन्टको। फन्ड डिस्पर्समेन्टमा पनि मेरो धेरै केही एड गर्नु छैन। हाम्रो माधुरी थापाले अघि भनिसक्नु भएको छ। सबैभन्दा यसमा दुईवटा कुरा चाहिँ म इम्फेसाइज गर्छु। एउटा, हाम्रो नो प्रिपेमेन्ट पेनाल्टी। तपाईँलाई छिट्टै पे गर्नु भनेदेखि इट्स ओके, त्यही नो पेमेन्ट पेनाल्टी हाम्रोमा। अनि अर्को चाहिँ के छ भने बाई नेचर अफ बिइङ ए क्रेडिट युनियन, जब फन्ड डिस्पर्स हुन्छ त्यो सिधै तपाईँको बिजनेस एकाउन्टमा गएर जम्मा हुन्छ। त्यसपछि त्यो तपाईँको पैसा हो, तपाईँ कहाँ लानुहुन्छ, के किन्नुहुन्छ, कहाँ के रिपेयर गर्नुहुन्छ, इट्स अप टु यु। अनि मैले अब एड गर्ने दुईवटा कुरा छन् यसमा। एउटा कुरा, हाम्रो अहिले हाम्रो टिममा ग्रिन ल्यान्डिङको पनि ट्रेनिङ भयो र हाम्रोमा ग्रिन ल्यान्डिङको सर्टिफाइड मान्छे छन् हाम्रो टिममा। त्यसले गर्दा हामीले बिस्तारै ग्रिन ल्यान्डिङका प्रडक्ट्सहरू पनि ल्याउँछौँ। अनि खास गरी अब नेपाली कम्युनिटीमा बढ्दो नम्बर अफ इन्जिनियर्स हुनुहुन्छ। म इन्जिनियर्स पनि धेरैजना चाहिँ मैले थाहा पाए अनुसारले धेरैजना यो सोलरको बिजनेसमा, अरू भनौँ इन्भाइरोमेन्टको बिजनेसमा हुनुहुन्छ। रिच आउट टु अस, मेबी वी क्यान क्रिएट सम प्रडक्ट टुगेदर। अनि हामी त्यसको लागि ओपन छौँ। त्यो अपर्च्युनिटीहरूलाई छैन। त्यो भन्दै म अघिको कुरा एकपल्ट फेरि रिपिट गर्छु। हामी ब्याङ्क होइनौँ, हामी क्रेडिट युनियन हो। नेचर अफ क्रेडिट युनियन इज डिफ्रेन्ट। क्रेडिट युनियनको पर्पज हो कम्युनिटीलाई अर्गनाइज गर्ने, कम्युनिटीको डेभलपमेन्टमा फोकस गर्ने। क्रेडिट युनियनकोले पैसा बनाउनु पर्छ सस्टेन गर्नलाई, तर क्रेडिट युनियनले प्रफिट बाँड्नलाई बिजनेस गरेको होइन। सो द्याट्स वेयर इट इज डिफ्रेन्ट देन द ब्याङ्क। अनि त्यसले गर्दा हामीलाई अब कसको हेल्प चाहिन्छ भने सबभन्दा ठुलो अपर्च्युनिटी हामीले के प्रोभाइड गर्छौँ, हामीलाई कसको हेल्प चाहिन्छ भने भलिन्टियरको। इफ यु थिङ्क यु हेभ सम एक्सपर्टिज लेन्डिङमा, प्रडक्ट डेभलपमेन्टमा, सुपरभिजनमा, कम्प्लायन्समा, कुनै पनि कुरामा जहाँ हामीले हेल्प गर्न सक्छौँ, टेक्नोलोजीमा, प्लिज 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 हामीलाई रिच आउट गर्नुहोस्। हामी अपिल गर्छौँ, होइन। हाम्रोमा बोर्ड मेम्बरमा टाइम टु टाइम हाम्रोमा बोर्ड मेम्बरको ओपनिङ्स हुन्छ। एकाउन्टिङको हामीलाई हेल्प चाहिन्छ। अनि हाम्रो स्टाफहरू हुनुहुन्छ, उहाँले गर्नुहुन्छ, तर वी क्यान रियली युटिलाइज इट। यसलाई डिफ्रेन्टली हेर्नु होला। कतिवटा फाइनेन्सियल इन्स्टिट्युसनले हामीलाई रिक्वेस्ट गरेर त्यहाँ त्यस्तो पोजिसनमा बोलाएको छ। धेरैले हुँदैन हाम्रो कम्युनिटीका मान्छेलाई, अनि हामीले छौँ। त्यसले गर्दा त्यसलाई चाहिँ अलिकति ध्यानमा राखेर तपाईँले पार्टिसिपेट गर्नु होला। र यो भन्दै यसमा चाहिँ क्वेसन केही फेसबुकमा लाइभ छ यो यी नेपालीजमा, र हाम्रो वेबसाइटमा, हाम्रो फेसबुक पेजमा, र केही क्वेसन छ भने त्यहाँ तपाईँले क्वेसन पठाउनु होला। म त्यहाँबाट क्वेसन यहाँ पास गर्छु। तर त्यो पास गर्नुभन्दा पहिला यो दुईवटा कुराहरू यसमा एड गर्नुपर्छ। एउटा त एनसियुएको हामी पार्ट हो। एनसियुए भनेको नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसन, यो फेडरल बडी हो।
हामी सबैले त्यसमा कम्प्लायन्स हुनुपर्छ। हाम्रो कम्प्लायन्सको लागि धेरैले सोध्छन् है यो कसरी पत्याउनु के गर्नु भन्ने कुरा, खासमा यो भनिरहनु पर्ने होइन, तर म फेरि पनि भन्न चाहन्छु। हामी नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसनले चार्टर गरेको संस्था हो। हाम्रोमा अलमोस्ट एभ्री क्वार्टर हाम्रो अडिट भइ, हाम्रोमा इक्जामिनर असाइन गरेको छ एनसियुएले। इक्जामिनरले मन्थली फाइनेन्सियल रिपोर्ट हेर्छ, हाम्रो क्वार्टरली हेर्छन्, उनीहरूले एकदम टप अफ इट। हामीले केही पनि प्रडक्ट क्रिएट गर्नदेखि लिएर हामीले केही पनि सानो तलमाथि पार्नु पऱ्यो भने पनि वी हेभ टु मेक स्योर द इक्जामिनर इज अन बोर्ड। हामी त्यो बिना हामी केही पनि गर्न सक्दैनौँ। फाइनेन्सियल सेक्टरमा काम गर्नलाई त्यसको पीडा थाहा छ र अरूलाई पनि मैले यो भनेको। त्यस खातमा 250,000 हाम्रोमा डिपोजिट पर मेम्बर 250,000 चाहिँ हाम्रो इन्स्योर्ड छ, त्यो कहीँ जानेवाला छैन। तर हिस्टोरिकली तपाईँले हेर्नु हो भनेदेखि गुगल गर्नु होला, कतिवटा क्रेडिट युनियन आजसम्म अमेरिकामा सटडाउन भएका छन्। भेरी भेरी रेयरली इट ह्यापन्स, एक्सट्रिमली रेयर केस। अनि खेरि मर्जर एक्विजिसनहरू भइरहन्छ तर सटडाउन हुँदैन। अनि त्यसपछि अर्को कुरा चाहिँ म यहाँ अरू त यसमा हामीले सबै यसमा कभर गरिसकेका छौँ। अनि त्यो भन्दै लास्टमा फाइनेन्सियल लिट्रेसी। फाइनेन्सियल लिट्रेसीमा चाहिँ हामीले के गर्नेवाला छौँ यसपालि भनेदेखि जो पनि बरोवर अप्रुभ हुन्छ उनीहरूलाई हामीले यसो काउन्सिलिङ प्रोभाइड गर्नेवाला छौँ कि यो लोन लिँदाखेरि हाम्रो रेस्पोन्सिबिलिटी के हो बरोवरको। अनि त्यसको रिजन के हो भनेदेखि त्यस्तो गर्न थालेपछि डिलिङ्क्वेन्सी हुँदैन। भोलि तपाईँलाई केही फाइनेन्सियल स्ट्रेस होला, केही लाइफको कुनै इभेन्ट चेन्ज भएको हुन्छ कसै कसैको लाइफमा, काहीँ केही हुनसक्छ अनफर्चुनेट सिचुएसन। त्यस्तो भएर चाहिँ तपाईँलाई चाहिँ मन्थली पेमेन्ट गर्नलाई गाह्रो भयो भनेदेखि डोन्ट रन अवे, कल अस, वी आर हियर टु वर्क विथ यु। हामी कसैलाई जज गर्ने संस्था होइन, हामी तपाईँसँग काम गर्नलाई बनाएको संस्था हो। अनि अब कोलाट्रलको पनि माधुरीले भनिसकेको छ, त्यसले गर्दा आइम नट गोइङ टु रिपिट। अनि इन्सुरेन्सको चाहिँ अब हामीले एनुअल प्रुफ अफ होम ओनर्स इन्सुरेन्स मगाइरहनु पर्छ, अनि त्यो हामीले सुरुमै डिस्क्लोज गर्नेवाला छौँ यसको, होइन। त्योभन्दा अब क्वेसन आन्सरभन्दा पहिला म के गर्छु भने हाम्रो बोर्ड मेम्बर हाम्रो डाक्टर मिलन पौडेलजीलाई उहाँले केही एड गर्नुहुन्छ कि भनेर म रिक्वेस्ट गर्छु। डाक्टर साहब तपाईँलाई उहाँ साइन्टिस्ट पनि हो र उहाँ चाहिँ हाम्रो क्रेडिट कमिटीको मेम्बर हो। क्रेडिट कमिटीको खम्बा भने हुन्छ, हामीलाई एकदम डिरेक्सन दिइरहनुहुन्छ र उहाँ इन्टरप्रिनर पनि भएकाले हि हेज पर्सनल एक्सपिरियन्स अफ बोरोइङ, लेन्डिङ एन्ड पेइङ अन टाइम। सो डाक्टर साहब, अल योर्स। थ्याङ्क यू सुमन सर, नमस्कार र सबैलाई नमस्कार। इएफसीको बोर्डको तर्फबाट र क्रेडिट कमिटीको तर्फबाट यहाँहरूलाई स्वागत गर्न चाहेँ। र यो चाहिँ हिस्ट्रिकल हो, यही एभरेज फेडरल क्रेडिट युनियनको लागि हामीले चाहिँ यो चाहिँ फर्स्ट कमर्सियल अथवा बिजनेस लोन अहिले भर्खरै सुमन सरले उ गर्नुभयो। र चाहिँ यसमा चाहिँ अहिले हामी सुरुमा 55 सुरु गर्दैछौँ र पछि चाहिँ हामीले अझ धेरै 500 छ, अझ माथि पनि लान सकिन्छ होला चाँडै नै। र चाहिँ अहिले हामीसँग भएको लोनमै अहिले हामी चाहिँ 600 लोन दिइसक्यौँ। इभन हाम्रो 15K लोन लिएर पनि बिजनेस सुरु गर्नुभएको थियो, अब यो चाहिँ झन् अझ ठुलो लोन भयो 55K अनि 55K। यो लोनले चाहिँ अरू कुनै बिजनेस सुरु गर्नलाई यहाँहरूलाई चाहिँ एकदम सहयोग हुनेछ र हाम्रो क्राइटेरियाहरू पनि अरू ब्याङ्कको भन्दा एकदम फ्लेक्जिबल छ र हामी सकेसम्म थियो यहाँहरूलाई हाम्रो कुनै नेपाली कम्युनिटीलाई कसरी आर्थिक रूपमा चाहिँ उत्थान गर्ने भन्ने भएकोले चाहिँ यहाँहरूले आएर यसपल्ट त लिन सक्नुहुनेछ। र चाहिँ के क्वेसन छ सुमन सर यसमा? अब र हाम्रो रेट पनि एकदम सस्तो छ, रेट पनि 9% भनेको 9.5 हो, जस्तो अहिले चाहिँ प्राइम चाहिँ 7.5 छ र त्यसमा हामीले जम्मा 2% देखाऊँ। यस्तै कुनै पनि लोनमा अब तपाईँको एसबिएल लोन लिनुभयो भने पनि 9-10% हुन्छ र त्योभन्दा नि अब यो अझ हाम्रो चाहिँ त्यतिको कम्पिटेटिभ, अरू ब्याङ्कको भन्दा नि कम्पिटेटिभ लोन छ। त्यस्तै हाम्रो अटो लोनहरू 6%बाटै छ। अरू लोन पनि जस्तो अनसेक्योर लोन पनि हामी अरू ब्याङ्कले नदिने लोन चाहिँ हामीले कम्युनिटीलाई सर्भे गरिरहेका छौँ र यहाँहरू सबैले आएर चाहिँ चाहिने लोन लिनुहोस्। हाम्रो रिक्वायरमेन्ट पनि अलिक कम छ र यति भन्दै सुमन सर केही क्वेसन छ भने? क्वेसन चाहिँ छैन। एउटा हाम्रो पहिलाको सिइओ बोर्डको एकदम एक्टिभ मेम्बर र ट्रेजरर विराटजीले एउटा
क्ल्यारिफिकेसन गरिदिउँ भन्नुभएको छ। हजुर हाम्रो यो प्रडक्ट चाहिँ आज हामीले एउटा प्रडक्ट इन्ट्रोड्युस गर्दैछौँ। हामी अरू प्रडक्टको हाम्रो लाइनमा छ। यो लाइन अफ क्रेडिट होइन, यो कम्प्लिट लोन हो। लाइन अफ क्रेडिट भनेको चाहिँ के हो भने तपाईँलाई एउटा क्रेडिट कार्ड जस्तो तपाईँको लिमिट यति छ, त्यसमा जति खर्च गर्नुहुन्छ त्यसको तपाईँले इन्ट्रेस्ट दिने हो। हजुर जति तपाईँले अप्रुभ भएको छ तपाईँले सबै पैसा लानुहुन्छ। हजुर यो चाहिँ हामीले चाहिँ यसमा चाहिँ अहिले चाहिँ लाइन अफ क्रेडिट होइन, जति 55K को लोन एप्लाई गर्नुभयो भने 55 नै हजुरको खातामा आएर जम्मा हुन्छ। थोरै चाहियो भने 40,000 चाहियो भने 40,000 नै हुने भयो। र अब हामीले भविष्यमा अझ बढी पनि बनाउन सक्छौँ। र यो चाहिँ लाइन अफ क्रेडिट होइन, र चाहिँ यो प्रडक्ट चाहिँ अब हामी भविष्यमा अरू लोन पनि जस्तो होम लोन पनि ल्याउँदैछौँ। अहिले चाहिँ यो बिजनेस र कमर्सियल लोन 55K को लोन हो। यो चाहिँ सबै पैसा हजुरको खातामा आउँछ। थ्याङ्क यू। थ्याङ्क यू। यहाँ त्यही त फिक्स्ड लोन भनेर, फिक्स्ड लोन अपफ्रन्ट एकैचोटि अमाउन्ट आउने, त्यही हो। हिलक होइन, लाइन अफ क्रेडिट होइन भनेर चाहिँ बुझ्नु पर्यो। मैले लेखेको थिएँ तर भन्न मेन्सन गर्न बिर्सेछु। ठिकै छ, त्यो पनि आउँदैछ भविष्यमा। अनि अब यसमा चाहिँ अरू दुईवटा कुरा म यहाँ थपिहाल्छु होइन। अब यो धेरै क्वेसन त्यहाँ केही छैन, तर भ्युवरहरू निकै हुनुहुँदो रहेछ। सबै भ्युवरलाई धन्यवाद। त यो भन्दै म के रिपिट गर्दैछु भने कि यो तपाईँको आफ्नै वित्तीय संस्था हो। जति हामी लाग्यौँ उति राम्रो हुन्छ। हामी जति पनि हाम्रा समुदायका मान्छेलाई भेटौँ, वी सुड फाइन्ड देम प्रस्परस हो। त्यसमा हाम्रो पनि एउटा दायित्व हो त्यो। अनि त्यो दायित्व सम्झिँदै तपाईँ आउनुहोस्। कुन क्यापासिटीमा तपाईँले चाहिँ कन्ट्रिब्युट गर्न सक्नुहुन्छ, $200 एकाउन्ट खोल्नुहोस्, केही फरक पर्दैन। तपाईँले कमिटीमा सर्भ गर्नुहोस्। हामीलाई मान्छे चाहिएको छ, एक्सपर्ट्स होइन। सो वी आर ओपन। भोलि पर्सि फेरि त्यो पोजिसन पनि कम्पिटेटिभ होला, अहिले त्यति कम्पिटेटिभ छैन। अनि त्यो भन्दै म अर्को कुरा के एड गर्छु नि, म रिमाइन्डर खालि हाम्रो 2-3वटा फ्युचरको आउने प्रडक्ट्सहरू। डेबिट कार्ड जुलाईमा सिलेक्टेड छ हाम्रो। त्यस्तै हाम्रो होम लोनमा हामी अहिले काम गर्दैछौँ। भेरी सुन यु गोन हियर। अनि हामी धेरै छिट्टै नै हामी यही टिम यहाँ आएर होम लोन इन्ट्रोड्युस गर्न पाउँछौँ भन्ने हामीलाई पूर्ण आशा छ। अनि त्यो भन्दै हामी चाहिँ अहिले अर्को के भन्छौँ, हाम्रो चाहिँ संस्थालाई यसरी हेरिदिनुहोस्। अमेरिकामा ल्यान्ड गरेदेखि हामी यहाँ बसिन्जेल हाम्रो लाइफमा डिफ्रेन्ट इभेन्ट हुन्छन्। हरेक इभेन्टमा डिफ्रेन्ट फाइनेन्सियल निड हुन्छ। अनि त्यो सबै फाइनेन्सियल निडको लागि चाहिँ चाहिने प्रडक्ट हामीले कसै नेपाली मान्छेले अर्को ठाउँमा जानु नपरोस्, हामीले त्यो पुर्याउन सकौँ। त्यो अल्टिमेट गोल हो हाम्रो। हाम्रो बोर्डको पनि त्यही गोल हो। म पनि त्यही गोलको साथमा यहाँ काम गर्दैछु। मेरो टिम पनि त्यो गोलमा पुरै डिटर्मिन्ड छ। र त्यसमा चाहिँ हामीले कुनै प्रडक्ट ल्याउन सक्छौँ र तपाईँलाई चाहिँ कुनै ध्यानमा छ भनेदेखि मलाई रिच आउट गर्नुहोस्। अनि अर्को चाहिँ एउटा प्रडक्ट चाहिँ म एकदम इन्करेज गर्छु, स्टुडेन्ट सेभिङ लोन र IRA एकाउन्ट। तपाईँका छोराछोरीको न्वारानदेखि लिएर बर्थडेसम्मका जुन पैसा आउँछन् त्यहाँ राख्नुहोस् न। द डे दे टर्न 18, अमेरिकामा जन्मेका केटाकेटी हुन्, दे टर्न 18 or 19, उनीहरूलाई आफ्नै कार चाहिन्छ। त्यो पैसाले आउन आफै कार किन्नु न, आफूलाई मन परेको कार किन्नु। फ्यामिलीलाई एकैचोटि चाहिँ कति हजारको चेक काटौँ भन्ने चिन्ता नहोस्। अनि उसले पनि लोन फ्री कार चलाउँछन्। अनिखेरि त्यो एउटा, अनि त्यसले गर्दाखेरि एउटा सेभिङको ह्याबिट पनि बिल्ड हुन्छ, एउटा राम्रो एउटा डिसिप्लिन बिल्ड हुन्छ फाइनेन्सको। अनि हामीले त्यसलाई यसरी हेर्दै, अनि त्यो भन्दै म यहाँ हेर्दैछु आज अरू कुनै पनि क्वेसन चाहिँ मैले देखेको छैन। अरू त्यो एउटा सल्लाह विराजीको आएको थियो, आई थिङ्क आई एड्रेस्ड इट। अनि यो भन्दै एकपल्ट लास्टमा माधुरी केही एड गर्नु छ भने आज बिफोर वी क्लोज। खासै त केही एड गर्नु छैन, तर यो चाहिँ हामीले सबै मेम्बरलाई विचार गरेर जसरी सजिलो हुन्छ हामी त्यही उहाँहरूसँग मिलेर मिलिजुली गर्न सक्छौँ सबै कुरा। डाक्टर साहब तपाईँको केही छ कि लास्ट वर्ड? सर मेरो खासै केही छैन। अब यो हाम्रो यो चाहिँ अरू अन्तभन्दा हामीमा सबै प्रडक्टहरू राम्रो हुँदै गएको छ। जस्तै हामीसँग अहिले हामी 5% दिइराखौँ सिडीमा, अन्त कतै पनि छैन खासै, अरू ब्याङ्कहरूसँग छैन। अब यस्तो प्रडक्टहरू हाम्रो अनसेक्योर लोनहरू पनि अरू ब्याङ्कले दिनै सक्दैन, हामीले दिइरहेछौँ। र अटो लोन पनि हामीसँग एकदम सस्तोमा छ। हामीसँग यो लोन पनि आयो, अब अरू लोन पनि आउँदैछ। र EFCले निकै प्रगति गरिरहेको छ। र यहाँहरू आएर अझै सहयोग गर्नुभयो, ल्याएर डिपोजिट गर्नुभयो, खाता खोल्नुभयो। यो आफ्नै ब्याङ्क हो र वी आर बी इन द अनदर लेभल प्रिटी सुन। थ्याङ्क यू सुमन सर लिडिङ दिस अर्गनाइजेसन। थ्याङ्क यू। थ्याङ्क यू सबैलाई भन्दै शुभरात्रि, गुड नाइट। गुड नाइट।